शरणमा पर्छौँ जस्तै हाम्रा नारायण के भनेदेखि जस्तै हाम्रा नेपालमा आउने लखौँहरूबाट छन् हाम्रो यो राजधानीमा आउने जुनबाट भाडा आए पनि आखिरीका पल्ला छेउमा हाम्रो राजधानी त यही काठमाडौँ हो र यही आइपुग्ने हो। त्यस्तै नारायणका नाम पनि हेर्नुहोस्। यी सारा पुराणहरू 18 पुराण छन्, तिनका उपपुराण छन्। यी सारा पुराण जुन बाटो गए पनि आखिरीका पल्ला छेउमा काट्नु पर्छ भन्नु होला भने नारायण एउटै नारायण हरे राम एउटै। जगत भरिको छैन अरूको एउटै नारायण। नारायण यी नारायणले हेर्नुहोस् जस्तो पनि अवतार लिन सक्नु भएथ्यो, जस्तै अब मत्स्य अवतार पनि नारायणले लिनुभयो। अब गएर कछुको अवतार पनि नारायणले लिनुभयो। बराह अवतार पनि नारायणले लिनुभयो। नृसिंह अवतार पनि नारायणले लिनुभयो। वामन अवतार पनि नारायणले लिनुभयो। सारा यो जुन जुन कुराको बाधा पर्या छ त्यो साम्य गर्न नारायणले वामन अवतार लिनुभयो, परशुराम अवतार लिनुभयो। जब परशुराम अवतारबाट राम अवतार लिनुभयो, राम अवतारबाट कृष्ण अवतार लिनुभयो, कृष्ण अवतारबाट अहिले हामी बौद्ध अवतारमा रहेका छौँ। कलङ्की अवतार लिनै छ रे। त्यस्तै अब उहाँले जुन बखत जुन कुराको बाधा परेको थियो त्यो कुराको बाधा फुट्नलाई यी 10औं अवतार लिनुभयो भने त्यस्तै हाम्रा नेपालमा पनि यहाँ हरेको अन्याय भयो रे भनेर जब अब बौद्ध आएको छ, यो बौद्धले हाम्रो नेपाललाई राम्रो गरी जोगाउन सकोस् भन्ने सारा जस्तै भगवान कृष्णले नारायणले कसरी जोगाए त्यसै गरी हाम्रो नेपाल अड्याउनु पर्छ भन्ने नारायण मेरो भावना। नारायण